केसो केटाकेटी हो वेलकम ब्याक टु मिस्टर मुकेश 980 मिस्टर मुकेश हिरोको ब्लगमा सही हो। अब यहाँ एकजना मान्छेले देखाउनु मन थियो पैसा लाग्छ भन्छ महँगो मान्छे पर्यो नसकिनु हो केटाहरूलाई पनि एकचोटि आएको एक दिराम रे पाँचचोटि आउँछ 5 दिराम दिएर हटाइदिन्छु एक दिराम एकचोटि आएको एक दिराम किन आउने एउटा चाहिँ एउटा पानी आउँछ नि मेट कहाँ उताबाट जाने के बिर्स्यो फेरि कहाँबाट हिँड्दिने लिफ्टमा जाऊँ न भने आयो 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 ल के छौ मेटाउने ल आज नयाँ डन्डीमा छट्ट लाएर डन्डी अग्लो गरेर त मेरो त हराइदिइरहे त्यहाँ यार who is this guy? How are you, bro? Good. How are you? Good. How are you? Good. Where are you going? I'm going Rika. Ah, Yeah, where are you going? Going to work? yes, sir. Looks like you're going outside. Every day like this. Every day like this. So See you, good, bro. right? Yeah, See you. see you, bro. Let's go. चल this. हिँड्दै चल्दैन नि त मेट यताबाट निक्लिन्छ हामी यताबाट निक्लिदिउँ ल चस्मा त पर्दैन होला सायद अहिलेलाई है परिहाल्यो भने केही छ र यसै त म त तालबाट घुम्न पनि निक्लिदिनँ यार कहिले काहीँ त यार काममा निक्ल्यो घुम्न हिँडेको यो मुला होइन होला जतको दिन्छ फेरि वाइ नट कोकोनट हान्छु नि मेटलाई फेरि म लालाजी अब शरणार्थीहरू निक्ल्यो बाहिर कामको लागि अब कोही शरणार्थी गाडीमा कोही मेट्रोमा हामी शरणार्थी नि मेट्रोमै पर्यो शरणार्थीहरू दलहरू सुतिरहेछ शरणार्थीहरू निक्लिने सुरु अब हामी सुत्ने बेला दलहरू निक्लिन्छ हामी त दलले पनि शरणार्थी पनि हो नि त मेट होइन कसरी भन न हामी राति निक्लिनुपर्छ बिहानै निक्लिनुपर्छ नि त ड्युटी नै त्यस्तो हाल्छ नि त बुझ्नेले बुझिखाऊ सुतिरहेछ साला अम्बो कस्तो गर्मी हो चस्मा लाउनै के बोल्दिनँ म बोल्नु मन छ तर के बोल्दिनँ साह्रो गरम हौ भर्खर कामबाट फर्केको आज यता मान्छेको छुट्टी पनि त्यस्तै हो नि मेरो सानो तिमी घुम्न निक्लिन्छ नि निक्ल्यौ त ठिक छ सही छ रियालिटी अफ दुबई होइन दुबईमा हामी जस्तो केटाहरू कति बेला धनी हुन्छ भन्दा महिनाको अन्तिममा हो कि महिनाको अन्तिममा त राजा हामी यहाँको राजाभन्दा कम हुँदैन एक हप्तासम्म त राजै हो नि मेट होइन सेक त्यसपछि चाहिँ धेरै सेकको जिन्दगी जिउनु हुँदैन हौ सही हो अम्बो झन्डै नगुल्टेको साला त्यस्तै हो के हुनु अरू त यार आज चाहिँ म यता गाडी गुडेको मात्रै देखाउनु पर्ला होटेल सोटेलले टट्ट लगाएर होइन यार
यता होटेल त्यता होटेल यो चाहिँ सानो रोड हो क्या यतातिर चट्टा यता नि युनियनै भनिन्छ होइन मेट यता नि यता रिक्का आइसक्यो हामी भन्छ देरा त्यसपछि ओ रातो घोडा रहेछ उता हेर त देख्दैन होला उता रातो घोडा केटाकेटी हो दुवैतिर बस्यो भने रातो घोडा सबैले बुझ्छ BYD यो इभी गाडी हो नि मेट्यो BYD भन्ने यो के बिल योर ड्रिम्स भन्ने नेपालमा जोसको नि छ हो यो त कतिमा सस्तोमा आउँदो रहेछ अनि 50-60 लाख त हामीले योभन्दा 1 वर्ष अगाडि कहाँ भने नकिनेर पो होइन त्यस्तो सोकी पनि छैन क्या हामी गाडीमा भेरी डाउन टु अर्थ पिपल ओके गाइज भाइलाई मेस पठाइ कि पठाएन ए साँच्ची हाम्रो भाइ पनि छ नि अहिले एकछिन देखाउँछु भाइलाई हाम्रो भाइ सोल्टी त्यही हो अहिले ल्याए जलपरा तर त्यसलाई त अरू नाम भन्दा भाइ नै सुहाउँछ यार हाम्रो भाइ ट्राफिक छ बिहानैमा बागा कस्तो गर्मी यार पसिना सरी भइसक्यो म त हौ बादल सरी पसिना सरी चल्दिउँ यसले रोक त यिनीहरूलाई थाहै छैन कसले बाटो काट्न आँटेको यार बाटो रोकेर हैरान गर्छ ले कुदाउन आउँदो रहेछ कस्तो ब्रेक चाहिँ हान्नु आउँदो रहेछ यसलाई नत्र कुदिहाल्थेँ म यसलाई त्यस्तो भन्न चाहिँ मिल्दैन फेरि क्यामेरा र मान्छेको चाहिँ सँगै उड्छ नि फेरि ल बादल सरी वरिपरि यसरी गीत गाउनु मन लाग्छ मेट भ्लगमा होइन तर किन थाहा छ फेरि जोन ल्याएर कपिराइट हान्यो भने त सित्यो त फेरि म त ड्यानिलोले अस्ति नै झन्डै कपिराइट नहाने अब त जोन ल्यायो भने त सित्यो म त इफ यस्तो हो कि मेट अझै इफ यु नो ड्यानिलो तकले कमेन्ट डाउन बेलो हो ए ला त्यसको छोराछोरीले पनि हेर्छ नि यार यो त त्यसको छोरीको भन न हड्डी हड्डी इफ यु आर वाचिङ दिस डोन्ट टेल योर पापा हड्डी हड्डी त पाङ्गित पड्किन्छ फेरि ठिक छ के गर्नु अब बरु एक दिन त के अरे त्यो सबैले गर्यो कि त्यसरी गर्नु मन लाग्यो मेट धोतीमा मात्रै मैले भ्लग बनाउनु पर्ला जस्तो छ एक दिन चलिदिन्छु फेरि म त क्यासे घिच्राए क्या गराए त्यति मात्रै आइदियो त हुन्थ्यो नि फेरि जहिले जान्छु होइन जितेशसँग जहिले झगडा गरेर बस्ने आयो नि त्यस्तै निक्ल्यो भने त सेटिस हो नि त फेरि अम्बो वाइल्ड गर्मी लाग्यो मेट मलाई त नेक्स्ट लेभल लाग्यो यार मलाई त अहिले त गर्मी त के भएको ह्युमिड हाई भएको हो कि होइन हिजो त यस्तो थिएन यार 10 बजीतिर निक्लिँदा नि सेटिस लाग्यो त गर्मी त यार निक्ल्यो डुप्लिकेट चेक पार्किङको मान्छेहरूलाई सायद है हो यता सहारा बनेर मान्छेको अनुहार देखाउन मिल्दैन नत्र हेर भात खाएर नाखे गर्ने हिँडे जस्तो तलब नपाएर बस्या जस्तो मात्रै भेटिन्छ यहाँ त हामी कस्तो ठाउँमा छौँ कि मेट होइन केटी पनि जुङ्गा हुन्छ है होइन मेट नबिच्किनु ल त्यो भन्दा चाहिँ
सहारा वो आम्बो गरम हो कसै जाने यतैबाट जाने कि यतैबाट जानु पर्ला हौ एडासको आउटलेट हुँदै सिधै गएर मलाई पौडी खेल्नु मन पो लाग्यो यार मलाई त अहिले त गर्मी भएर के किन के चल्दै मेरो पनि त्यही त हो तिम्रो पनि त्यही हो अनि आम्बो मेरो 2 साइज ठुलोको हो के चप्पल त अगाडि हल्का मोजा कोचायो भने त ठिक्क हुँदो रहेछ त हौ ए ठिक 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 सकिँदैन नि फेरि जोइसाब हो गाह्रो छ हजुर के को लागि हौ डो आउनलाई ठिक छ आइरहन्छ डो आइरहन्छ गइरहन्छ डो त्यस्तै हो भएन क्या यार जहाँ पनि बोलेको भ्लग अब एक दिन त अलि मजाको ठाउँमा गएर खानु पर्यो भएन कन्टेन्टको लागि रे त्यही त भन्दा धेरै राम्रो है जोतको गिदिन गर न फेरि अम्बो कति बजी खोल्दो रहेछ आउटलेट चाँडै खोल्छ के हो ए सिग्री ल्याइरहेको रहेछ जहिले अफ भयो ठाउँमा चाहिँ सेल 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 सेटिस गर्मी यार ओहो रातो बोल्यो अब आइपुग्न आँट्यो ऊ त्यो रातो बिल्डिङमा के कुरा मेट साह्रै गर्मी हौ नेक्स्ट लेभल लाग्यो झन् मलाई त खोल्यो बल्ल तल्ल कताको पऱ्यो फेरि अनौठो भाषा सुन्छु त खोल्या हो र ए साइको भएर यहाँसम्म चाहिँ ठिक यार अब स्वेतरी हुने बेला भयो नि त तर यो तिमीसँगै कुरा गरेको चाहिँ अस्ति मेरो होइन सेन्सर हुँदो रहेछ यो बा भनेर मुठु नै मेरो टुथपिक होला सायद त्यही हो जस्तो लागिरहेको थियो
ए हाम्रो भने हाम्रो त उइरा हो मैले तिमीहरूको भनेको नि त उइरा ज्योतिहरू हो आफ्नै केटाहरू छ ए हो ठिक छ नि राति एडम हुन्छ होला सायद चिल हो नि चिल 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 कहाँ बाहिर ए क्याफेटेरियामा एक्लै के गरोस् त बिचरा खुबियाहरू के त्यसको चाहिँ केटीसँग बोल्नु भनिरहेको थियो त्यसले भने मैले त त्यसको पनि 2-3 वटा कुरा सुनिरहेको थिएँ मैले तर भइगयो भाइ आइगएन हौ भाइ माथि न ल त्यो औतारी ल बोकेन तिमीले बोकेन नि सेटिस त भरिराखेको यार छैन भाइले ल्याउला नि अलि मिलाउनु नि मिल्छ जोतमा है के भन्नु र खोइ के भन्नु र खोइ नसकिने साथीलाई साथीले नयाँ चप्पल लगाएर हिँडेको पानी बोक्नै बिर्सेछ कस्तो गीत हो म जानुभन्दा अगाडि किन त मलाई थाहा भइहाल्यो नयाँ चप्पल किन हानेर कस्तो गीत गरेको यो नि पौडी खेल्न जान्छ जस्तो लागेको थियो दिदी पनि लास्ट गर्मी भइसक्यो तर यार पौडी खेल्न जान्छ चल्दिउँ साह्रो गरम भएको शीतल भयो ए सरी यार मेट पानी नपुग्ने मान्छे लास गिर्यो भने होइन मैले 18 मिनट लाग्छ त्यहाँबाट हिँडेर आउँदा ठ्याक्कै 18 मिनट नाटे आइपुग्दा ठिक छ जयो र आइपुग्यो हल्ला मचाउने ठाउँ म देखाउँछु अहिले हाई मर्निङ ल यही हो आइपुग्यो खाना बहिनी ए के अरे भाइ अम्बो छ क्या 1-2 जना मान्छे ल केटाकेटी हो कुरा भने त्यस्तै हो यहीँ बन्द गर्नु पर्ला यार आजलाई अब यसो हल्का फुल्का उचालेर ल सही हो होइन त मेट के भन्नु छ त मेट के भन्नु छैन आज गीती लाग्यो अल्छी लागेको छ त्यही हो अब सबैजना अब अर्को पाला भेटौँला सबैजनालाई बाई बाई सोल्टिनेलाई माया सही हो